साथीहरू, चाइना यति विकसित किन छ? यसको रहस्य लुकेको छ यहाँको स्कुलमा। यो हो चाइनाको स्कुल। हाम्रो यहाँका बच्चाहरू जहाँ मोबाइल चलाउन सिक्छन् भने त्यहाँका बच्चाहरू मोबाइल बनाउन र प्रोग्रामिङ गर्न सिक्छन्। सानै उमेरदेखि आफ्नो काम आफै गर्नुपर्छ भन्ने महत्त्वपूर्ण धारणा लिएर स्कुलमै कुकिङ क्लास सिकाइन्छ। स्कुलमै घरको बाहिरको सबैको काम सिकाइन्छ। अनि यो चाहिँ चाइनाको अस्पताल, प्रविधिको अनौठो नमुना, जहाँ रोबोटबाट अपरेसन गरिन्छ, रोबोटबाटै औषधि पहिचान गराइन्छ र खुवाइन्छ पनि। यसरी भनौँ पुरै अस्पताल नै एआईबाट निर्माण गरिएको छ। औषधि लिन ढिलो होला भनेर छतमा सानो सानो लिफ्टहरू लगाइएको छ, जहाँ औषधि एक कोठाबाट अर्को कोठामा जान सहज होस्। सानै उमेरदेखि नै नयाँ कुरा बनाउन सिकाउने, आधुनिक प्रविधि बुझाउने, भविष्यमा चाहिएको शिल्पकलाहरू स्कुल छुट्नु अगाडि नै हातमा दिने, यस्तो कुराहरूले भविष्यको दुनियाँमा चाइनाले विशेष भूमिका खेल्ने देखाएको छ। यो सबै सरकारी नेतृत्व फ्रीमा भइरहेको छ भने एउटा असल देशको जिम्मेवारी प्रधानमन्त्रीले चाह्यो भने देशले कति छिटो कायापलट गर्न सकिन्छ भनेर देख्न चाइनाको प्रधानमन्त्री सी जिनपिङलाई देख्न सकिन्छ। तपाईँलाई के लाग्छ, हाम्रो नेपालमा यस्तो हुन कति वर्ष लाग्ला?